गाइस साच्चै मैले जिन्दगीमा यति डिले भएको थिएन मेरो फ्लाइट होइन गाइस म त अति नै भयो गाइस गाइस लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् मेरो एमबीजे युट्युबलाई मैले झिङ्गा लिएर छु गाइस गाइस मैले विराटनगरबाट झिङ्गा लिएर आएको छु अझै विदाउट टिकट कसैलाई चाहिन्छ भने मलाई एडिट गर्नु मेरो लाइक एन्ड सब्सक्राइब गर्नु अनि म दिन्छु है ल गाइस बल्ल तल आइपुगेको छ साँच्ची मलाई यस्तो भइसकेको थियो नि अल्छी लागेर ल गाइस बाई लाइक एन्ड सब्सक्राइब प्लिज ओके बाई बाई ल गाइस हाम्रो चाहिँ ट्याक्सी आइपुग्यो हामी चाहिँ घर लिभ गर्ने गइरहेछ ल बाई बाई घर भइरहेछ ट्याक्सीमा है त्यो एयरपोर्ट पो आइपुग्यो त यार डोमेस्टिक एयरपोर्ट आइपुग्यो होइन कहाँ जाने होला त होइन सायद सरप्राइज अब हामी चाहिँ जाने हो है हामी चाहिँ प्लेनभित्र छिरिसक्यौँ अब हामी चाहिँ विराटनगर जाने विराटनगर ल बाई बाहिर विराटनगर एयरपोर्टमा आइपुग्यौँ अब हामी चाहिँ लाग्यो हो अब ट्याक्सीमा जाने हो ट्याक्सी सरप्राइज नभन्नु बाबाले अब ट्रेनमा चढेर सोल्टी होटल जानेछौँ सोल्टी होटल जानेछौँ है हामी चाहिँ सोल्टी गेम ल अब हामी चाहिँ जाने ल बाई अब चाहिँ हामी खै के गर्ने यस्तै हो म मेरो बाबाको साथीको घरमा भेट्छु तपाईँहरूलाई हामी चाहिँ नयाँ यो गरिरहेछौँ हाम्रो चाहिँ पन्चर भएर हामी चाहिँ नयाँ टायर हालिरहेछौँ जाँदा एउटा पन्चर भयो यही कारणले हामी चाहिँ बिच बाटोमा रोकेको छौँ जाँदा बाबा इज लिभिङ नाउ कलिङ हिज फ्रेन्ड धरानमा पनि चिटोस पायौँ यार खानेछौँ गम गाइस हामी चाहिँ यता हङकङ साम्पाङको यसमा आइपुगेको छौँ के भन्थ्यो अरे पार्कमा अति नै सफा छ हेर्न सक्नुहुन्छ ब्याकग्राउन्डहरू हङकङ साम्पाङको पार्कमा हकान साम्पाङ हेर्नु सक्नुहुन्छ वाटर फाउन्टेन यस्तो छ वाटर फाउन्टेन कस्तो राम्रो फुलहरू यो राजा टिब्रोनो हामीले सबै देखाउनु पाइने एक कारण हामी चाहिँ यतैबाट देखाइदिन्छौँ माफ गर्नु होला चकफेटमा गीत छ नि अनि के थियो अरे पापा लिरिक्स अर्को आजै गई बुढा सुब्बा भन्छ नि ये बुढा सुब्बाको नाम भाषामा भन्छ यही ठाउँ हो के बज्यो भन्ने तर यता लेखौँ नाम बासेमा छ तर लेख्नै मिल्दैन होइन गाइस यो यसको कुरा चाहिँ एउटा पहिलादेखि यो बास यो यिनीहरू बासहरू यो त कुन चाहिँ यस्तो टाइपको भएर यसरी छन्छ नि त सबै यो बासहरू चाहिँ सिधै लगाएर
टुप्पी हुँदा कि सिधा हुन्छ टुप्पो त हुन्छ तर पातहरू मात्रै यस्तो हुन्छ तर राम्ररी भन यो यो चाहिँ सिधै हुन्छ क्या तिमीले भन्नु पर्यो नि गाइस हामी चाहिँ अब सब बाबाको साथीको घर पुगिसक्यौँ सब्जीको अब यतै खाना खाने अनि 3टा जति ठाउँ घुमेर फेरि आउँदा होटलमा बस्ने होटलमा बस्दा चाहिँ अब बसेर भातै उक्लिँदैछौँ आज भ्यायो भने भातपट्टिनीको पनि जान्छौँ होला भातपट्टिनी पनि म उक्लिनेछु ल हामी चाहिँ रेन्टमा ल्याएको बुलेट बाइक पनि छ म देखाउँछु तपाईँहरूलाई हाम्रो बुलेट बाइक हामी मम्मीको ठाउँमा भन न अब मम्मीको ठाउँ देखाएको छैन भनेर लिएर आएको बाले से यो एकैछिनमा खानु भएन अनि बाले चाहिँ अब मेरो आमा कहाँ जन्मिनु भए भनेर देखाउन लाग्नु भइरहेछ ऊ त्यो हो जन्मिनु भएको थियो अरे तर अहिले चाहिँ भत्काइसकेछ घर अहिले हामीले बेचेको यो मम्मीकै जग्गा हो यो सबै हैन मम्मीकै जग्गा अरे सबै यो घर उता पनि एउटा घर छ पहिला चाहिँ घर हुनु ठुलो कुरा थियो के सानो भनिरा गाइस हामी चाहिँ ससुरे गाउँ यसो घुम्नु अब कसलाई घुम्न कसलाई अब भगी दिदीलाई भगी भगी मेरो मम्मीको को पर्छ दिदी दिदी तिम्रो मम्मीको दिदी र अब चाहिँ मेरो मम्मीको दिदीलाई सुँगुर सुँगुरको फोटो कसले पालेको कमलले घरै छ ओए सुँगुरको फोटो खिच्ने भयो आउने रे गाइस हामी म चाहिँ तपाईहरुलाई सुँगुर देखाउँछु मम्मी ठुलो मम्मी भएर आउँदा भयो छोरा गाइस हेर्न सक्नुहुन्छ बोका यत्रो ठुलो पनि कहिले हुन्छ मेहेर गाइस हामी चाहिँ कहाँ जानलाई थाहा त भएन त मम्मी के कसको ठाउँ जानला कस्तो क्युट हाम्रो चाहिँ यत्रो सानो खेला भेटेको छ कान्छी काठमाडौँमै छ आर्मीमा छ मेरो छोरी कान्छी मान्छेहरुका ठुलो भाइ गोल खेल्न उतै गएको छ जानु नि खानु हामी चाहिँ तोसी रिभर कि कोसी रिभर आइपुगेका छौँ म तपाईँहरूलाई देखाउँछु पानी नभए पनि कोसीमा चाहिँ छ पानी यति मात्रै होइन गाइस उता पनि हो माछा मारिरहेको छ कहाँ हो उतातिर होला अब नेक्स्ट टार्गेट हाम्रो कहाँ हो पापा कहाँ आइपुग्यो रे भेडेटारमा आइसक्यो मान्छेसँग यस्तो पनि पर्छ यार अन्त जाडो छ बाफ पनि उक्लिनु पुरै उसुहरू टिके आउँछ गाइस म उसु तपाईँहरूलाई देखाउँछु यो त अलिक उसु जानु रहेछ तर म उसु देखाउँछु यस्तो लाग्छ
यो त अलिकति आकाश निलो निलो हुनु थाल्यो नि यता आकाश निलो निलो हुनु थाल्यो नि त्यो भएर अहिले त स्याट्टै थियो लागिरहेको रहेछ मेला छ देखाउनु रहेछ उता साइड खिचेर क्या करने के लिए हमारे कलाकार टोली आ रहा है इसलिए हमारे भारतीय पर्यटक सभी शाम को आ जाइए इस स्थान में र हामी भातपट्टि आइपुगेको छ यो इटालीको चाहिँ भातपट्टि चाहिँ नेपालको सबसे ठुलोमा पर्छ यस्तो छैन नेपालको सबसे ठुलोमा पर्छ सधैँ राति राम्रो छ म तपाईँलाई आगो तापेर कस्तो मजा आउँछ पढेर हरिसमा खान्छ पग्लिन्छ हाल्यो हुन्छ नि हाम्रो खानेकुरा दिइसक्यो हामी चाहिँ अब काठमाडौँ फर्किनेछौँ होइन यता यो ज्याकेट चेन्ज हुँदैछ अब चाहिँ हामी होटेलको गाडीमा जाँदैछौँ गाइस अब के गर्नु अब जाने हो अब होमवर्क पनि गरेको छैन क्रिसमस भ्याकेसनको आधी किटी मात्रै एउटा होमवर्क सकेको छैन यार एउटा पनि होमवर्क सकेको छैन एटलिस्ट वान पनि सकेको छैन हौ अब दिनुपर्छ कार्ड कम्ती होटेलको ब्याग म गाडीमा हालिदिँदै गर्छु है हुन्छ थ्याङ्क यू दाजु गाडी हामी आइपुगेका छौँ एयरपोर्ट आइपुगेका छौँ भइगराको एयरपोर्ट होइन विराटनगरको एयरपोर्ट हामी चाहिँ एयरपोर्ट किन पुगे तर 9 बजी पुगे अहिले 2 बजिसक्यो तर पनि हाम्रो फ्लाइटै भएको छैन हामी रेस्टुरेन्टमा थियौँ अनि 3 बज्नु लागिसक्यो हामी रेस्टुरेन्टमा थियौँ अब आएर बन्द गरेर बसेको काठमाडौँ यार मिस भइसक्यो यता फ्लाइट चाहिँ 30 बनाइदिइसक्यो ल गाइस काठमाडौँ पुगे ट्रेनमा पुगेपछि देखाउँछु दिदी हामी चढ्यौँ है बताउनुहुन्छ 9 बजी ल अब कति बज्यो है ल बाइ ल बाइ 2:56 भइसक्यो गाइस यार 9 बजी आएको बताउनुहुन्छ ल गाइस काठमाडौँमा भेटौँ गाइस हामी चाहिँ आइपुगेको छौँ बिहानको 9 बजी आएर ल्यान्डिङ भएको 4 बज्नु लागिसक्यो यार 3:98 भएको छ यार कसो आइपुग्यो यार अरू ब्लग थियो उतै
गाइस साँच्ची भने जिन्दगीमा यति डिले भएको थिएन मेरो फ्लाइट होइन गाइस अति नै भयो गाइस गाइस लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् मेरो एमबिजे युट्युबलाई मैले झिङ्गा लिएर आएको छु गाइस गाइस मैले विराटनगरबाट झिङ्गा लिएर आएको छु अझै विदाउट टिकट कसैलाई चाहिन्छ भने मलाई एडिट गर्नु मेरो लाइक एन्ड सब्सक्राइब गर्नु अनि म दिन्छु है ल गाइस बल्ल तल आइपुगेको छ साँच्ची भने यस्तो भइसकेको थियो नि अल्छी लगाएर ल गाइस बाई लाइक एन्ड सब्सक्राइब प्लिज ओके बाई बाई